तपाईँलाई जुन चाहिँ अहिले हाम्रो यो पिछुको त हुनु गयो नानीहरू गर्नुभएको छ अनि नानीहरूले राम्रो पर्फर्मेन्स गर्यो मैले हेरेँ अनि जुन चाहिँ क्वार्टर फाइनलमा जुन चाहिँ नानीहरू खेल्यो तपाईँलाई जुन चाहिँ मिनरभा टिम चाहिँ कस्तो लाग्यो अहिले फर्स्ट अफ अल थ्याङ्क यू भेरी मच तपाईँलाई आइदिनु भयो कि हामीलाई रिसिभ गर्नलाई भन्नु त केही छैन बट ओभरअल हामीलाई गुड एक्सपिरियन्स हाम्रो नानीको लागि पनि राम्रो राम्रो टिमहरूसँग खेल्नु पायो हाम्रो पुलपट्टि चाहिँ एकदमै राम्रो टिमहरू थियो केरला कर्नाटका महाराष्ट्र र हामी थियो चारटै एकदमै दामी दामी टिम थियो डिजर्भिङ टिमहरू थियो तर अब क्वार्टर फाइनलमा चाहिँ हामी मिनरभा पन्जाबसँग परेको थियो अब एक्सेप्सनल उनीहरू भनौँ न अब हाम्रो प्र्याक्टिसदेखि डिफ्रेन्ट उनीहरूको 8 आवर्स प्र्याक्टिस हाम्रो अपोजिट हुँदैछ उनीहरूको 8 आवर्स प्र्याक्टिस 2 आवर्स स्टडी हाम्रो चाहिँ 2 आवर्स प्र्याक्टिस 8 आवर्स स्टडी हुँदैछ तर इट वाज अ गुड एक्सपिरियन्स नानीहरूले राम्रो सिक्यो अन्त फर्स्ट म्याच हामीले राम्रो खेल्यो नानीहरू पर्फर्मेन्स फर्स्ट हाफ चाहिँ अलिकति सेट हुनु टाइम लाग्यो हामीलाई बिकज ह्युमिडिटी भने फर्स्टै गरमले गर्दा अन्त बिस्तारै बिस्तारै एडजस्ट हुँदै गर्छ चाहिँ फर्स्ट म्याच आरामले जित्नु सक्यो देन ग्रेजुअली सेट हुँदै गयो 3टा म्याच खेल्यो 3टामा चाहिँ हामीले एउटा लन्च गरेर हामी रनर्स अप भएर त्यो पुलबाट गएको थियो अन्त महाराष्ट्रलाई पनि हामीले जित्यौँ हामीले केरलासँग चाहिँ 1-0 हारेको थियो हामी अन्त नानीले गुड एक्सपिरियन्स पायो भनौँ न यो एउटा टुर्नामेन्ट खेलेर चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ तपाईँलाई कस्तो लाग्यो कालिम्पोङको एउटा नाम रोसन गऱ्यो हाम्रो डक्टर ग्राम्स स्कुलले है अब डक्टर ग्राम्स स्कुललाई त जसले पनि अब एउटा ब्रान्ड स्कुल हो चिनाएको थियो होइन तर अहिले फुटबलमा पनि चिनाउनु हुँदैछ तपाईँहरू जस्तै सोनम सर अहिले कोच आउनुभयो है अन्त हाम्रो उज्जवल शर्मा कोच आउनुभयो र एकदमै राम्रो अहिले डक्टर ग्राम्सको स्पोर्ट्सलाई एकदमै अगाडि लानु हुँदैछ तपाईँले भविष्यमा तपाईँले अझै राम्रो लग्यो भने चाहिँ अझै राम्रो हुन्छ भने हाम्रो यो जुन चाहिँ स्टुडेन्टहरूले पनि अब गार्जेनहरूले पनि त्यही सोच्नु हुँदो रहेछ है तपाईँले जुन चाहिँ एउटा कालिम्पोङको लागि एकदमै राम्रो गर्नुभयो यो त स्कुल मात्रै होइन एउटा कालिम्पोङको एउटा एचिभमेन्ट हो एउटा कालिम्पोङको एउटा नाम रोसन गर्नुभयो त्यसको लागि तपाईँलाई हामी एकदमै थ्याङ्क यू होइन एउटा धन्यवाद दिन्छौँ हामी एउटा त्यस गार्जेनहरू एउटा होइन कालिम्पोङको जनताकोबाट त्यसै हामी त एकदम खुसी लागिरहेको छ अनि तपाईँलाई कस्तो लाग्यो यो जुन चाहिँ अब नानीहरू लगेर जाँदाखेरि होइन जर्नी यत्रो सानो नानीहरू रहेछ होइन तपाईँहरूको 8, 9 होइन क्लास 11, 12को त छैन रहेछ तर नानीहरू कस्तो एक्सपिरियन्स भयो तपाईँलाई म चाहिँ के भन्छु भने नानीहरूले अझै हाम्रो नानीहरू चाहिँ प्र्याक्टिस गर्ने जरुरी छ उनीहरूको वे अफ प्लेइङ प्रायः एकाडेमीको नानीहरू थियो सबै स्टेटको जति स्टेट थियो एकाडेमीको नानीहरू थियो अन्त त्यसमा चाहिँ देख्दा चाहिँ हाम्रो अलिकति ल्यागिङ बिहान कता जग्गा हाम्रो अलिकति ल्याग हुँदैछ त्यो जग्गामा हामी वर्कआउट गर्नेछौँ हाम्रो कतिवटा जग्गामा हामी पछाडि रहेछौँ अन्त त्यो चाहिँ हामीले अलिक सिक्नुपर्ने रहेछ देख्यो हामीले त्यहाँ गएर चाहिँ हामीले थाहा पायो कि यतिको लेभलमा चाहिँ हिँड्दा चाहिँ अब मिनरभा पन्जाब त एक्सेप्सनल प्लेयर यस्तो अब क्लासिक प्लेयरका उनीहरूको कोअर्डिनेसन रहेछ अब के भन्नु उनीहरूलाई अब प्र्याक्टिसै उनीहरूको डरलाग्दो हुँदो रहेछ अन्त हाम्रो केटाले पनि अझै नसक्ने होइन सक्छ हाम्रोले पनि त्यसको लागि चाहिँ हामीले अझै कोसिस गर्नुपर्छ अन्त प्र्याक्टिस गर्नुपर्ने छ त्यसको लागि चाहिँ How was your experience? It was good. Yes or no? It was very good. Yes. Sir, तपाईँलाई कस्तो लाग्यो एकदम राम्रो खेलेको हाले गरमले मार्यो हैन आज क्वार्टर फाइनलसम्म बस्यो है फाइनलमा चाहिँ गर्नु पाएन सर भाइ उज्जवल सर यहाँ छ खेलेर आउने नानीहरू मजा आयो तिमीहरूलाई फर्स्ट अफ अल त पन्जाब कहाँ पाउ तिमीहरू माइलपुर है माइलपुर कस्तो रहेछ जग्गा चाहिँ जग्गा चाहिँ हेभी गरम खेला चाहिँ कस्तो भयो अन्त दामी कस्तो एक्सपिरियन्स भयो मिनारभा टिम कस्तो थियो अन्त लभली के होस् तिमीहरूले एउटा बेटर एक्सपिरियन्स पायो होइन अब नेक्स्ट टाइम तिमीहरूले अझै लेभल अप गरेर जान्छ नि त है ल सो अल द बेस्ट नानीहरू चाहिँ बल्ल आयो अब हामी लिएर घर जाँदैछौँ लगेजहरू मिलाएर हाल्नुपर्छ